रानीको छोरा रानीको छोरा जाउँ त जाउँ के गरे आएको यो तपाईँ कति जे गरेँ मैले त्यही गरेँ बुझ्यो तपाईँले यताबाट आएको भएर गरे मैले यसरी म त उसले ओभरटेक गर्दा थियो नि त अलिकति उ गरेर यति बिचमा मर्छ विचार गर है स्पिड होइन तिमीले हेपेर आएको तिमीले त नखाएछ मलाई होइन चाहे पनि तिमीले म जे पनि गरिदिन्छु यहाँ त्यस्तो होइन दाइ त्यस्तो भन्नुहुँदै होइन दाइ तिमीले हेपेर आएको मलाई ठुलो कुरा नगर छातीमा हात राखेर बोल हेपेर आएको हो कि यति भन तपाईँले त्यस्तरी पेलेर आउनु भएको अनि मैले ओभरटेक गरेर देखेन अहिले झ्याप्पा दिन्छ सालाले थाहा हुन्छ ओभरटेक गरेर देखेन त्यहाँ मैले पेलेको छोरा ओइ के खेल्छस् खोला हातले म उतालाई हाले को खेल्छस् उतालाई हाले हात खेल्छस् खेल्छस् रन्डीको छोरा तैँले के गर्छ भने हेपेको होइन तपाईँले त्यस्तरी पेलेर आउनु भएको छ अनि मैले पनि पेल्दै हुँदै अहिले झ्याप्पा दिन्छ सालाले थाहा हुन्छ ओभरटेक गरेर देखेन त्यहाँ मैले पेलेको नानीको छोरा के खेल्छस् म उतालाई हालेँ को खेल्छस् दाइ केही भनेको छैन दाइ यार तपाईँले यार दाइ यार केही भनेको छैन दाइ यार तपाईँ थेट दाइ यार होइन क्या दाइ यार के भनेको छैन दाइ यार तपाईँ भयो दाइ सरी दाइ सरी दाइ यार सरी भयो